मिली कैसे मारते मिली कैसे मारते भाई ल मेकअप जान्छ यार ल हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल मन्जुल श्रेष्ठ अनि आज चाहिँ हामी ठाङकोटमा छौँ हामी सबैजना होइन कजनहरू सो आज चाहिँ जात्राको भोलिपल्ट हो आफ्टर जात्रा एन्ड वी हेभ डिसाइडेड टु गो राइड इन हेभन डाँडा उनीहरू चाहिँ उता छ हाई भनिदेऊ सरना सुदिन हाई भन ठुलो सरले भन न यस्तो एनर्जेटिक भएर भन्ने बेला हाई भन्छ हामी चाहिँ सबै रेडी भइसक्यो होइन नत्र हामी अघि नै निस्किन्थ्यो यहाँ मेकअप सेकअप गरेर बसेर है हेर्न सक्नुहुन्छ तपाईँहरूलाई दिस इज माई फिट फर टुडे गाइज अब चाहिँ मन्जिलको बाइक एउटा अनि सुदिनको बाइक एउटा लाने हो सो लेट्स गो हामी चाहिँ सुन्नु हुँदाखेरि नै भन्दा चाहिँ जानुपर्ने भनेर प्लान बनाइरहेको थियौँ होइन तर हामी जानु भ्याएन क्या त्यही काम त्यही विदेशनभन्दा अगाडि त्यो काम भएर होइन अब चाहिँ जात्रामा आएको बेला आज चाहिँ मैले 2 दिन बिदा लिएर आएको थियो त्यही भएर आज जान लाग्यो मन्जिल सुदिन कम फास्ट ओ मन्जिल बट कम फास्ट यहाँ चाहिँ उठाउन डाँडामा उठाउँछु ल दिस इज गन बी आवर राइड यो एउटा है and our second ride is here and rider is here. Hello Sudhin Shrestha, how are you feeling? Good, feeling good. Yes. Okay, now we're gonna go finally. So we have finally started our ride. Yeah, aesthetic देखिरहेछ के त्यो ऐनामा है पछाडि चाहिँ हाम्रो पछाडि चाहिँ सुदिन र साराना छ सुदिनले चलाइरहेछ साराना इज कमिङ बटेको सपना पुरा हुन लाग्यो यति हेभन डाँडा जाने भन्छ यो नभएछ होइन खानको पनि आएन होला बल्ल फाइनली We're going. सुन्तला लियो 4 मार्च में हीरा भाई मिली कैसे मारते मिली कैसे मारते भाई निन्लो त के भन्नु
कस्तो रह्यो एक्सपिरियन्स बहुत गन्दा था वो एक्सपीरियंस आई डोंट नो नगर La vida es un carrusel, la vida es un मेरो बाइक त पुगी भयो हरन नि गर्नुहुँदैन यार म त काटी सिआएँ मिरर र हरन त्यो साइडलाई हामी त्यो गरेर म नगएको हो नि बाइक आवाज आयो अनि त्यो गर्नु हो हामी हेरेर मात्रै हेलो गाइस भ्यू हेर्न सक्नुहुन्छ है तपाईँहरूले एकछिन फोटोसुट गरौँ न म उनीहरूको भिडियो खिचिदिन्छु गाइस अब हिँड भनेर म झन् कुदिरहेको थिएँ कस्तो भयो एक्सपिरियन्स रमाइलो भयो फेरि गर्ने कि नगर्ने यार त्यस्तो नगर यार एक दुईचोटि मात्र गर्नुपर्छ क्या त्यस्तो भने होइन कपाल त फेरि एक दुईचोटि मात्र गर्ने हो क्या त्यस्तो एक्सपिरियन्स भने त्योभन्दा बढी गर्नु हुँदैन फन इज जस्ट फर सर्ट टाइम यो चाहिँ हाम्रो बिचको डेस्टिनेसन हो बाई द वे माथि जान बाँकी छ गाइज हामी चाहिँ यहाँ रोकेर एकछिन फोटोसुट अब हेलो हेलो How was the feel riding your bike? How was the feel riding a bike? गुड फिलिङ Good. यस Feeling, oh my god, very much excited. इश्क में तेरे है फैज़ बने अर्ज़ किया है हमने भी लिखा कुछ तेरे बारे में है ऐसे तू लगे कि गुलाब है और ऐसे तू लगे कि गुलाब है बागों में दिल के खिल के इन फिजाओं में छाए हो अब चाहिँ यो कच्ची बाटो आइसक्यो हामी होइन यो दिनहरू पनि आयो उनीहरूलाई कुदाएको अब यो कच्ची बाटो जाने हो हामी यहाँ डाँडाको लागि गाइज इन्द्रसान भए चाहिँ यहाँ माथिबाट हो है बिस्तारी आऊ है बिस्तारी आऊ finally in the parking right now हेभनधाराको पार्किङमा दुईजनाको होइन जान्न बाटो यस्तोमा ल्याइदिउँ भन्दैछ अनि मैले पर्दैन भने guys this is the view finally we are here finally here and we are walking right now like that सनालु त्यहाँ तल लर छोडिदेऊ न तलबाट भिडा ल्याउनु पर्ने छ तलको बाटो र यहाँ चाहिँ सबैजना आउँछ है हामी पनि यहाँ छौँ सर्नाम्यान भनौँ कस्तो चाहिँ एक्सपिरियन्स रमाइलो भयो तर बिचमा एकचोटि चाहिँ चिसो भएको थियो राम्रो लाग्यो हो कि अनि सुन्तला म्यान भन् के को सुन्तला यो सृष्टिको सुन्तला मेरो सुन्तला ल भन् कस्तो छ एक्सपिरियन्स रमाइलो छ एक्सपिरियन्स ल सुन्तला उमेन रमाइलो लाग्यो भने होइन यो अफरोड बाइक भएको मान्छेहरूसँग आउनु हुँदा अफरोडमा लास्ट ऊ गर्छ ल्याङ गर्छ ल बटे कस्तो एक्सपिरियन्स मलाई त दामी लाग्यो किन भन्दाखेरि पहिलादेखि आउने भनिरहेको है एटलिस्ट खै मेरो कपाल मिलेन अनि पहिला आउने भनेको अब बल्ल आयो रमाइलो पनि छ अनि सबभन्दा रमाइलो लाग्यो भने चाहिँ त्यो सुरुङ मार्गमा हो कुदाउन चाहिँ दामी होइन दुईजनाले खतरा कुरायो मेरो भाइहरू ठुलो भइसकेको छ यार गाइज हाम्रो चाहिँ सबको मोबाइल एउटै छ क्या गाइज फ्लेक्स हो क्या तिनजनाकै एउटै छ भने सुदिन मेरो मन्जिल अनि सरनाको पनि हुन त ऊ नै हो हेर्नु भ्यूमा महँगो मोबाइल यो हो गाइज हो गाइज S24
ये कैसे हो गया है? खाजा के लिएर आएको भन्दाखेरि तपाईँहरू तुवा पर्छ के यो लिएर आएको यो लिटरली यो खाजा कसैले खान्छ हामीले खान्छ त्यही भएर मैं गरीब हूँ मेरे मम्मी पापा मुझे गरीब जन्म दिए यस्तो भ्यूमा बसेर यस्तो खानु रमाइलो हुन्छ है यो गाउँले जीवन पहिला पाइलट बाबा पनि यस्तै थियो कि अनि अहिले चाहिँ बन्द गरेर भन न यो चाहिँ गाउँले जीवन भयो है हामी यहाँ चिलान नै आएको हो खासमा होइन जस्ट चिल भ्यू फेरि मान्छेहरू चाहिँ तर यहाँ मैले के एउटा प्रब्लम देखेँ भन्दाखेरि एउटा प्रब्लम तिमीहरूले के देखाउँछ अब यहाँ कोहीले खाएर यो फोहोर भने यो फोहोरहरू चाहिँ टिपेर जानुपर्छ कि जसले खायो होइन लास्ट भिरालो देख्यो है अहिले अहिले चाहिँ लास्ट भिड त्यो मोबाइलतिर त यस्तो देखाएको थिएन भने फ्ल्याट थियो भने ओए मेरो मोबाइल यहीँ छ अनि त्यही हो फोहोर चाहिँ यो सफा गरेर जानुपर्छ गाई सबै अब हामी फोटोसोटो खिच्छौँ हामी दुईजना पनि खिच्छौँ हामी सिङ्गल चारजना सबैको खिचेर हामी चाहिँ अब लाग्छौँ घरतिर जाने हो कि कतातिर जाने हो यस्तो भ्यूमा हामी चाहिँ एकछिन घुमिसक्यो होइन यहाँ फोटो भिडियो सब खिचिसक्यो मन्जिलले बाइक हेबाट लाग्यो सो वी आर गोइङ नाउ होइन सरना Yes, I'm अब चाहिँ यस tying my hair because the wind is very strong. ओ माई गड इङ्ग्लिस म्यान पट राम्रो छ हो राम्रो छ त्यो गार्डियन बेल त घन्टा हल्लिरहेछ त कसैले दिएको होला अनि हल्लिहाल्छ ल हेर त यहाँ चिप्लेछ फिल भएन तँलाई कालै बसेछ छैन लाग्दैन कि त्यो डाँडामा है बाई बाई नाउ वी आर गोइङ फेरि पनि हामी चाहिँ आफ्नो आफ्नो बाटो लागिसक्यौँ फेरि यो कच्ची रोड हेर्न सक्नुहुन्छ तपाईँहरूले तर वी आर मिसिङ सुनु के सुनु भए भए लाइक हामी 5 जना हुन्थ्यो नि त लाइक अस्ति भयो त होइन यस We are missing Sunu man. We are missing his Sunu man. योभन्दा अगाडि मन्जिला र बगेर हुने बेला त तिमीहरू त बाइकै चलाएनौ तिमीहरू बच्चाहरू थियो हामी त यसरी आउनु पाएन कि बाइकै थिएन बाइक नै थिएन तिमीहरू नि बच्चाहरू है तर हामी एकचोटि सबजना आउनुपर्छ बबी मन्जिला सुनुहरू सब होइन सब आएपछि अब त्यो चाहिँ हुने चाहिँ कहिले हो मलाई थाहा छैन होइन अब त्यो भएर सबजना ठुलो भएपछि होइन ओ माई गड बबी मन्जिला सुनु सब आएपछि हामी सब कजनहरू आउनुपर्छ कि यसरी होइन हाइलक्समा त्यति बेला चाहिँ उमै आउने हो कि गाडीमै त्यति बेला किन हामी कतिजना छौँ भन्दाखेरि 7-8जना छौँ कि अनि भइभरको सब मजा आउँदैछ मजा गइजाउँछ ढिलो बाटै लाग्यो नि त बटेले यहाँ चढाउनु खोज्यो भने लिन्छ हो ल यस्तो कच्ची रोड पनि आयो राम्रो रोड पनि आयो हाम्रो रोड पनि आयो डाँडामा पनि बसियो हेमन डाँडा नि आयो हेमन डाँडा नि भएन हेमन डाँडा नि बसियो अन्त यस रमाइलो छ बाइक रमाइलो छ अब बोट एउटा गयो भने त भ्लगरै जोइन एउटा नि ल चिन्ता नगर न म यति चाँडो जाँदिनँ कहीँ जाँदिनँ म गएँ भने त म नि भ्लगलाई धेरै मिस गर्छु यार म गएँ भने यसरी भ्लग बनाउने मलाई धेरै मनपर्छ पनि र याद आउँछ पनि मैले इङ्ग्लिस बनाउनु भने होइन मेरो बच्चा बेलाको सपनै के चाहिँ भन्नु न गाइस तपाईँहरू
पत्याउनु हुँदैन होला होइन तर मेरो बच्चा बेलाको सपना एउटा भ्लगर त नभनौँ युट्युबर बन्ने थियो कि लाइक युट्युबरहरू हेरी सबको बच्चाको सपना हुन्छ होइन त्यो चाहिँ सबको बच्चा बेलाको सपना हुन्छ नट ओन्ली आवर्स हामी चाहिँ यहाँ आएर खाजासाजा सब खाइसक्यो होइन हेर्नु खाजासाजा सब खाएपछि हामीले के गर्नु बिर्स्यो खिच्नै बिर्स्यो क्या हामीले हामीले चाहिँ खाजासाजा खाइसक्यौँ तर खाजा चाहिँ खाने अगाडिको खिच्नै बिर्स्यो अनि दिस इज द तपाईँहरूले खाली प्लेट भयो नि हेर्नु होला खाने मान्छेहरू यहाँ एउटा अनि यहाँ एउटा यहाँ भ्यू चाहिँ दामी देखिरहेछ तर खाने ठाउँबाट होइन अझै एउटा आउँदैछ क्या त्यो चाहिँ खाएको देखाउँला हामी यस्तो छ हाम्रो भ्यू त्यहाँ एउटा मोबाइलले टाइम ल्यास भइरहेछ हामी खाएको त्यहाँ एउटा मोबाइलले पुरै भ्यूको टाइम ल्यास भइरहेछ जे होस् दामी भइरहेछ यतिको मोबाइल क्रेजी त लाइक भिडियो पग्लु त होइन कोही देखा हुँदैन होला कि तपाईँहरूले है उता हेर्न गयो कति सेकेन्डको भयो 10 सेकेन्डको भर्खर भयो भन्नु लाग्छ छ 41 भयो पुग्छ त्यसो भयो त 41 भनेको कति त्यस्तै तर जति बढी भयो नि होइन त्यसलाई नै हामीले स्पिड अझै बढाएर हालिदिने कि फुल भिडियो हालिदिने 15-16 सेकेन्डको गरेर जे होस् मलाई भिडियोको यति चाहिँ एक्सपिरियन्स छ कि अब चाहिँ सुकुटी आएपछि हामी खाएर फेरि तौदह जानेवाला छौँ गीत बज्दै हामी यहाँ चिल हान्दै अझ बेलुका भयो क्या सही हुन्छ हाम्रो अर्को 1 बजे सुकुटी आइसक्यो यो चाहिँ हामीले नबिर्सिकन देखाएको है ल अब सबजनाले क्वाप खाऊ त मेरो फोटो Cheers guys. खाऊ तिमीहरू पनि एउटा खाउँछु कस्तो मिठो एउटा ल हामी चाहिँ खाजा खाइसक्यो गाइस अब चाहिँ हामी जानु लाग्छ
गाइज हामी चाहिँ फेरि इन्द्रथान हेर्ने हो यहाँ चाहिँ काठमाडौँको भ्यू यहाँ चाहिँ काठमाडौँको भ्यू यहाँ चाहिँ चन्द्रगिरीको भ्यू देखिरहेछ अब चाहिँ हामी तौदा जान लाग्यो पुरै तर दामी रमाइलो भइरहेछ आज होइन त्यसरी एकदम उसलाई त बाइक चलाउनु पाए त पुगिहाल्यो नि ठिक छ अब फेरि जानेवाला छौँ यहाँ आएर चाहिँ अलिक तातो भयो गाइस हामी पनि तल आइसक्यौँ होइन अहिले चाहिँ चाँडै जाऊँ भनेको त्यही हो चल्दै चल्दै ढिला हुन्छ माथि पनि एकछिन बस्यो खाजा खायो त्यो खाजा कस्तो ओह्रालोमा रोक्यो भने यो कार अनि हामीले यस्तो गरेर आएको नि भनेको अनि अब चाहिँ 5:30 अलमोस्ट भयो होला है अघि नै 5:15 5:30 भयो अब चाहिँ तब छिटेर हामी सिधै घरै जाने हो अँध्यारो हुनुभन्दा अगाडि चाहिँ घर पुग्नुपर्छ हामी अहिलेको बाटो पुग्यो होला यो बल्ल अहिलेको बाटो पुग्यो गाइस अहिलेको बाटो पुग्यो गाइस होइन अर्को बाटो हो गाइस हामी नैकापबाट कालो आयो अब चाहिँ नैकापबाट हामी निस्किसक्यौँ होइन त्यो हुँदै मेन रोड पुगिसक्यो यहाँ चाहिँ अहिले एकदम पल्युसन भइरहेछ के अघि क्या शान्त शान्त लागिरहेको थियो है मलाई अहिले चाहिँ एकदम पल्युसन भइरहेछ पल्युसन दिनहरू अगाडि गयो के पारा हो यार त्यही भएर त्यो शून्य ठाउँमा जानु मलाई हो कि यस्तो पल्युसन हुन्छ यस्तो जाम हुन्छ आज फेरि के साह्रो जाम हो माथिबाट जाम छ भनेको है यो रोड हिँड्न सक्दैन क्या बेलुका अन्त यो मेन हाइवे भयो नि त हाम्रो ठाङकोटको हाइवे भनेको यो नैकाप भनेको त अब बाहिर जानेहरू पनि सबै यहीँबाट जाने भयो होइन त्यही भएर हो कि अब चाहिँ कस्तो कालो 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 आएको के मान्छे छ गाई मान्छे त ल न ल ए दाइ ओ दाइ ओ ल यो ट्रक एउटाले गर्नु गऱ्यो त गाइस हामी चाहिँ अँध्यारो भयो होइन अनि यहाँ झुलुङ्गे पुल चढ्ने भनेको चढेन ल झल्को भयो नि हेर्नुहोस् तपाईँहरू पनि अब चाहिँ तल जानुपर्छ कि न त ढिला हुन्छ है र झुलुङ्गे पुल चाहिँ झल्को भयो नि हेर्नु है झुलुङ्गे पुल मात्र होइन यहाँ तपाईँहरूले पिङको दृश्य पनि हेर्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ दसैँ अझै पनि सिद्धेको छैन दसैँ बाइक भोलि त म नि घर जानुपर्छ अन्त कलेज काम हो फेरि त्यही हो जिन्दगी थाङ्गा जात्रामा रमाइलो भनेको बाख्राम्यान बाख्रा बिचमा आइदिरहेको आन्टी त के हो यार गर्नु भने बाइक राम्रो भयो के अरे बाइक सेक्सी भएपछि त्यस्तो हो बाइक सेक्सी भएपछि बाटो हो यार सुदिन पनि चलाइरहेछ राम्रै अफरोड बाटो भए पनि गाइस होइन बाटो भन क्या अफरोड बाटो धलन बाटो ड्याङ डुङ डुङ ड्याङ ड्याङ फेरि पनि बाइक हिँड्ने बाटो आउँला हाम्रो चाहिँ मामा कराइरहेछ ओके आमा चिटी बजाइरहेछ के भने आमाले चिटी मामाले के भन्छ म त चेकिङ भन्दैन यताबाट छिर्छु
गाइस चेकिङ भयो भने त ल्याट हुन्छ गाडी गरेर ल्याट हुन्छ यता जा भने छिर्दिउँ क्या त्यो त धल्पा पुग्यो किर्तिपुर पुग्यो हरिमामाको घर ल यहाँ पो पुग्दो रहेछ यो त हरिमामाको घर पो पुग्न लाग्यो त हामी त धल्पा होइन यो हरिमामाको घर पुग्नलाई त्यही त हरिमामाको घर पुग्न लाग्यो भने मैले त्यही पुऱ्याइदिन्छु होइन मामा घर अघि त मामाहरू 2-3 जना आएर तर्सिसक्यो म यहाँ भने चेकिङ होइन भयो घरै पठाइदिने म चाहिँ तपाईँहरूलाई मेरो मामाको घर देखाउँछु ल हरिमामा र मेरो रजनी माइजूको घर रजनी मामा भन्न लाग्यो कि ओ माई गड झन्डै यो होइन होइन यहाँबाट चाहिँ मेरो मामाको बाइक चोरेर लगेको थियो कि एउटा चोरले मेरो मामाको बाइक चोरेर लगेको छ कि यहाँबाट होइन त्यो चोरलाई चाहिँ अझै भेटाउनु सकेको छैन बाइक त खोइ यार त्यो पल्सर बाइक हो याद भएन 3 लाख चाहिँ डुब्यो क्या जे होस् बुझ्यौ नि नयाँ बाइक थियो भने भर्खर किने बाइक के कति चाँडो किर्तिपुर पुग्यो म त सर्टकट रहेछ नि है यहीँ हो गाइस मेरो मामाको घर चाहिँ यो चाहिँ नयाँ घर हो हाम्रो उयो घर चाहिँ हाम्रो मामा घर हो बाई बाई देख्नुभयो भने त तपाईँहरूले ठाको जात्रामा मामा घर पनि हेरेर गयो नजाने कि मामा घर यहाँ चाहिँ आइस स्केटिङ पनि कहाँ लग्नु लाग्यो तिम्रो मामा पुग्थ्यो हो यही घर बाहिर होइन होइन यही घर अगाडिको हो अगाडिको यहाँबाट भित्र जान्छ के यहाँबाट भित्र जान्छ होइन गाइस अनि उयो लास्टको यो मान्छे उभिरहेको त्यही हो कि बुझ्यौ ए उताबाट गयो नि हुने हो यहाँ अगाडि आउनु नपर्ने थोरै आइहाल्यो हजारो भयो अब चाहिँ टिस्टीलाई मामा घर देखाउनलाई आएको भएर मलाई मामा घर देखाउनलाई यति दुःख गरेर अफरोडबाट आएको गाइस मामा घर टिस्टीको मामा घर आउनलाई मात्र हो नत्र भए टिस्टीले एक झलक हेरौँ भनेर मात्र हो तिम्रो बस्दा गाह्रो भयो बस्दा चाक दिएर आइसक्यो यार पुगे हाल पनि यार पछाडिको सिटाली जस्तो छ आइहाल्यो केही छैन again beach road guys हिँड्दै गर्ने अहिले फ्ल्यास लाइट बाल्दै यो भ्लग गऱ्यो भने चाहिँ बाइक चलाउने बेला अलि अप्ठ्यारो हुन्छ नि त बाइक चलाउने बेला चाहिँ कम्प्रोमाइजेसन गर्नु हुँदैन क्या त्यस्तो यताउता आज चाहिँ मजाको निन्द्रा आउनु भयो गाह्रो भएर सरना र सुदिन पनि चिल हान्दै आइरह अब चाहिँ बल्ल देख्यो उनीहरू पछाडि छ लाइट आएको बेला चाहिँ अनुहार देखाउने क्या गाइस अब
फेरि चढ्न होला त्यहाँ लाइट आयो ल फेरि चढ्न होला त्यहाँ लाइट आयो गाइस रमाइलो छ हामी चाहिँ कति आइसक्यो यहाँ पुरै अँध्यारो भइसक्यो होइन अझै तौदा पुगेन कि म त तौदा नजिक होला भनेर ल भाइहरूले जाने हो भन्दा ल ओके भनेर पनि म मान्छे हराइसक्यो यति अँध्यारो भइसक्यो हो अनि तौदा त धेरै टाढो रहेछ है मान्छे त्यही त केही देखाएको छैन है गाइस यसो बत्ती चाहियो यहाँको वडा अध्यक्षको हो अलिकति पहल गर्नु पर्यो है गाइजहरू अगाडि हेरेर पहल गर्नु होला अहिले चाहिँ अगाडि त पहल गर्नै पर्दैन बाइकको अनि पो भने क्या दक्षिणकाली भन्दा अलिकति मात्र ऊ हो भनेर अनि मलाई चाहिँ ऊ टाढै रहेछ भनेको फिल भयो तौदा म आएको थिएन नि त पहिला तौदा 20-30 मिनट गयो भने पुग्छ दक्षिणकाली एकचोटि आएको होला तौदा त्यो नि कुन बेला एकचोटि दिदीको बेला 8 क्लासतिर त्यहाँबाट आएको मलाई यादै छैन कि कति हो भनेर तौदाहरू कति टाढा छ भनेर त्यो टाढै रहेछ मामा घरबाट नि यति आउनु पर्दो रहेछ अझ हामी त मामा घरबाट पो आएको हो त ब्रो फर रियल ब्रो यतिमा त भक्तपुर पुग्थ्यो होला यति है कुदाएकोमा त पछि यहीबाट झर्ने क्या हो त्यहाँनिर ठ्याक्कै दक्षिणकालीको गेट छ क्या दक्षिणकाली हो नि आइ के साह्रो पल्छ न त्यो त दक्षिणकालीको बाटो पुग्यो त उता दक्षिणकाली हो त्यही त अस्ति हामी यही बाटो फर्केको थियो सुनु गएको बेला यही बाटो छ नि यो बाटो आरसो भने थाहा छैन भने तपाईँहरूलाई त्यो कोरियनमा ओके नो भने हो कि टाढा कस्तो तर्साएको हेर्नु भन्दा यतिकै टाढा ओइ हेलमेट मर्यो यार त्यो अङ्कलको त्यस्तो नि भन्ने हो भने We are finally at Tauda guys होइन र अब उनीहरूले कता लान्छ त्यति जाने हो म त मलाई त राम्ररी थाहा छैन गाइस ओके भोजघर जाने हो कस्तो भयो सानो एक्सपिरियन्स सुनाइदियो तिमीलाई बाइकमा बसेर के दुख्यो भनिदेऊ मलाई जस्तै मलाई त एस दुख्यो होइन पछाडि त यहाँ हिँड्नै गाह्रो यसरी हिँडिरहेको मान्छे 1 घन्टा 1.5 घन्टा 2 घन्टा बस्यो भने नि मलाई लगातार त्यो भएर हो कि अनि त्यही माथि त खुट्टा के भुर्खा नआएको दिस इज फाइनली Tauda बेलुकाको भ्यू हो है हुन चाहिँ हो बट इट्स वर्थ इट गाइस के देख्दैन त गोप्रोमा त अनि